Hello everyone, this is me, your host and host, back again with a new blog and a new day. आज चाहिँ म र मेरो साथी तिलपुर गौशालातिर जाँदैछौँ। साथीको नाम चाहिँ कपिल थापा फ्रम खोपटार। अनि अहिले चाहिँ हामी कान्जे हाउसमा छौँ। त्यो चाहिँ हाम्रो राइट साइडमा चाहिँ एउटा मिल छ, हाम्रो गौतम मिल्स। अब चाहिँ हो त्यहाँ अगाडि चाहिँ एउटा स्कुल छ, स्कुल पछाडिपट्टि चाहिँ एउटा मन्दिर पनि छ। अगेन हाम्रो राइट साइडमा चाहिँ एउटा रेस्टुरेन्ट छ, चिनेको दाईको रेस्टुरेन्ट, हाम्रो घरै नजिकको रेस्टुरेन्ट। एन्ड यो अगाडि चाहिँ एउटा स्कुल, राम्रो छ यो स्कुल पनि, धेरै स्टुडेन्टहरू छन् यहाँ पनि। म सोचेको थिएन तर यत्रो धेरै हुन्छन् होला भनेर, तर धेरै नै रहेछन्। एन्ड यस, हामी चाहिँ अहिले कोरिडोरमा आइसकेछौँ, कान्जे हाउस टु अब भम्बक। ठ्याक्कै यो पुलबाट पारिपट्टि गएपछि हाम्रो चाहिँ भम्बक एरिया सुरु हुन्छ। एन्ड दिस इज उतापट्टि, अब यो राइट साइडमा जाने बाटो चाहिँ हामी कोइल टायरतिर गइन्छ भने चाहिँ यता लेफ्ट साइडमा पनि एउटा बाटो थियो, त्यो चाहिँ बेजारतिर गइन्थ्यो। एन्ड दिस इज गीताञ्जली रेस्टुरेन्ट। यो न्यू खुलेको, यो धेरै भएको छैन। एन्ड अगेन यता राइट साइडमा फेरि एउटा सानो बाटो छ, अफ रोड छ। अहिले हामी जान लागेको बाटो चाहिँ ठ्याक्कै त्यहीँ जोडिन्छ, यो र त्यो बाटो, तर चाहिँ त्यो चाहिँ अफ रोड छ। अब यो चाहिँ पिच हुँदा हुँदा के उता अफ रोडबाट जानु भनेर चाहिँ यताबाट आयो। हामी चाहिँ हो यहाँ यो ठ्याक्कै यो स्कुटर आएको ठाउँबाट चाहिँ हामी राइट साइड जानुपर्ने हुन्छ। अनि अगेन हाम्रो लेफ्ट साइडमा चाहिँ बेजारतिर गइन्छ, अनि स्ट्रेट गयो भने चाहिँ हाम्रो रामपुर हस्पिटलतिर गइन्छ। रामपुर हस्पिटल अगाडि फेरि बिजपुर भन्ने ठाउँ छ, त्यतातिर गइन्छ। एन्ड यो चाहिँ हामी अब तलतिर लाग्यौँ के अरे। अनि अब यहाँ चाहिँ तल चाहिँ एउटा आर्मी क्याम्प आउँछ। एन्ड यो चौपारी ठ्याक्कै यही चौपारीमा हो, उता अघि नैको अफ रोड चाहिँ हामी ठ्याक्कै यहीँ भेटिन्छ। अनि यहाँबाट चाहिँ यो चाहिँ एउटा ग्राउन्ड हो, यहाँ चाहिँ भलिबल हुन्छ, यहाँ भलिबल टुर्नामेन्टहरू पनि भइरहेको छ। एन्ड त्यहाँ चाहिँ तल चाहिँ एउटा मन्दिर छ, मन्दिरको साइडमा हाम्रो कुवाहरू छ। अनि त्यसको तलपट्टि चाहिँ आर्मी क्याम्प छ, अहिले देख्नुहुन्छ। यो चाहिँ हाम्रो साथी हो, कपिल भण्डारी भन्ने साथी हो, तलतिर गएको रहेछ। एन्ड हाम्रो यो राइट साइडमा चाहिँ पुरै घुमुरको फोहोर छ, डर बनाउँछ बेला बेला यो पुलमा आइपुग्दाखेरि। अनि त्यही भएर त्यो बाल्दै नदेखिनु चाहिँ हिँड्नुपर्छ। त्यही भएर मोबाइल खस्छ कि भनेर अस्ति नै खसेको नि त, मोबाइल चलाउँदा त्यही भएर अलि डर लाउँछ। के छ साथी, मेरो साथीले पनि पछाडिबाट हेरिरहेछ। एक्ज्याक्टली अहिले चाहिँ हामी अब ठ्याक्कै तिलपुरको गौशाला चोकमा आयौँ। यहाँ चाहिँ दामी मूर्ति बनाएको छ एउटा गाईको, अनि सायद बाछा बन्छ दुध खाँदै गरेको। बहुत राम्रो बनाएको, खै कसले बनाएर जानुभयो, तर एकदम राम्रो बनाउनु भयो चाहिँ। एन्ड दिस इज चाहिँ अब चाहिँ हामी यहाँ तलतिर लाग्दैछौँ, यता गौशालातिर। हाम्रो चाहिँ अघि राइट साइडमा चाहिँ गएको भएदेखि चाहिँ हामी तिलपुरको मेन ग्राउन्डतिर अथवा पुलतिर पुग्थ्यौँ क्या। अनि हाम्रो लेफ्ट साइडमा फेरि हामी तालपोखरातिर जान सक्थ्यौँ, तर अब त्यतातिर अहिलेलाई त्यतातिर गइएन। अब यतै गौशालातिरै जान भनेर हिँडेको, गौशालातिरै जाउँ होला होइन। यहाँ पनि अगाडि एउटा ग्राउन्ड छ, भलिबल ग्राउन्ड, अनि बच्चाहरूलाई खेल्नको लागि चौपारी प्लस त्यो
मन्दिर राम्रो छ यो एरिया पनि आएर यसो बस्नलाई साँझमा आयो एकछिन बस्यो 1-1.5 घन्टा बसेर चिल गरेर जानलाई चाहिँ राम्रै ठाउँ छ यो पनि त्यहाँबाट चाहिँ अलि अफ रोड छ बाटो पुरै पानी परेर अब जमेर बसेको छ अब जति खै अब डेभलपमेन्ट भयो भन्ने हो कि अब के भन्ने हो अब डेभलपमेन्ट भएको छैन भनौँ भने नि अब पहिलाभन्दा राम्रो भएको छ यो साइडमा नाली खनेर बाटो ठुलो भएको छ अब भएको भनौँ भने नि अब पुरा गरेको छैनन् अब यत्तिकै छोडिदिएको छ कहिले पुरा हुन्छ अब होला बिस्तारै हुँदै गयो होला भन्ने अब आशै त हो गर्न सकेको अब त्योभन्दा त अरू के नै गर्न सकियो र एन्ड यो चाहिँ अगाडि गइरहेको अटो चाहिँ सायद हाम्रै चिनेको दाइको जस्तो मान्छु के अरे होइन चाहिँ क्या मलाई चिनेन यो अटोलाई त खै कसको अटो रहेछ अनि चाहिँ यहाँ चाहिँ हामी हल्का के छ गाइजहरू मेरो अनार नदेखेर कतै तपाईँहरू बिर्सिनु त भएको छैन मलाई ल ढुक्कै त नि यहाँ राइजिङ स्टार हो नि त म त अब त फेरि लाग्यौँ हामी त अब फेरि तलतिर यहाँबाट तलतिर चाहिँ एउटा सानो ग्राउन्ड छ अनि ग्राउन्डबाट उतापट्टि चाहिँ एउटा गौशालाको पुरै छ अहिले गौशालाभित्र त छिरिएन क्या छिरिन्न होला सायद गाईहरू सबै उता चराउन लगेको छ अरे त्यही भएर भित्र त छिरिन्न होला तर यसो हेर्नु न अब यो तल यो ग्राउन्डको तलपट्टि चाहिँ गौशाला छ क्या त्यहाँ धेरै नै गाईहरू यहाँ चाहिँ हामी पहिला यहाँ क्रिकेट खेल्थ्यौँ आजभोलि सानो भाइहरू चाहिँ फुटबल कोही क्रिकेट कोही फुटबल कोही ब्याडमिन्टन भलिबल सबै खेल्छन् यो ग्राउन्ड पनि राम्रो छ व्यवस्थित गरेर राख्ने हो भने चाहिँ यो ग्राउन्ड पनि राम्रो छ कि अनि यो तलको निलो टिनहरू देखेको भनेकै हाम्रो गौशाला हो यो गौशालामा चाहिँ अलमोस्ट अब धेरै नै छ अब यति उति भनेर भन्न सकिएन धेरै नै छ एकचोटि हामीले गाईहरू रोक्दा पनि यहीँ लिएर आएर छोडिदिएको अनि यसको तलपट्टिको पुरै गौशालाकै गार्डन छ गार्डन भन्नु पार्क छ पुरै त्यहाँ मान्छेहरू पुरै घुम्नको लागि यताउता गर्नको लागि चाहिँ राम्रै ठाउँ छ हल्का एउटा दुइटा पिङहरू पनि छ त्यो सिङमा खेल्न मन लाग्यो खेलाइन भयो यहाँ तलतिर चाहिँ पुरै आँपको रुखहरू बाँसहरू छ यो तलको चाहिँ घाट पनि हो त्यही भएर चाहिँ राम्रै छ यतातिर नै ठाँटीहरू बनाएर राखिदिएको छ यहाँ बाँसहरू छ गाईहरू त यहीँ रहेछ गाईहरू यहीँ छ पुरै अब उहाँ गयो नि हेर्नु गाई नै थियो यहाँ आएर नि हेर्नु गाई नै भयो क्या पुरै गाईहरू यहीँ रहेछ यहीँ त होला नि हेर्ने अब हेर्न त अब के हेर्न आएको गाई चरेको त हेर्न आएको होइन क्या तै पनि ठिकै छ लगाइज अब हामी चाहिँ यहीँ बसिन्छ यता साइडमा हाम्रो दाइको घर हुन्छ यहीँ बसिन्छ एकछिन यतै गफ थ्याङ्क्स फर वाचिङ